अब हामीले डबल व्यञ्जन वर्ण हेर्छौँ है। के हेर्छौँ? डबल व्यञ्जन वर्ण हेर्छौँ। क, आधा क अनि अर्को आधा खुट्टा काटेको क भन्ने चाहिँ तपाईँ सम्झिनु होला, किनकि यसको उच्चारण चाहिँ क हुँदैन कि क क हुन्छ है। अलिकति लामो तरिकाले आधा क र अर्को क हुन जान्छ है। क क अनि त, आधा त र अर्को त, अर्को पनि आधा त, त त है। त मात्रै भन्दैन कि त त भन्छ है। यसरी भन्छ भन्नु होला, किनकि त्यहाँ आधा त पनि सँगसँगै लेखेको छ नि त है। अनि प प प मात्र होइन कि आधा पलाई पनि सँगसँगै आधा प चाहिँ हामी उच्चारण गर्न सक्दैनौँ, त्यसलाई चाहिँ अलिकति लामो तरिकाले प प भन्नु होला है। प अनि स स स अनि स स। तपाईँले पढ्ने बेला चाहिँ क त प स च भनेरै पढ्नुहोस्, सिङ्गल तरिकाले पढ्नुहोस्। तर यो चाहिँ बुझ्नु होला है, पछि आवश्यक पर्छ बुझ्नु होला। क आधा क र अर्को आधा क हुँदो रहेछ भन्ने कुरा चाहिँ बुझ्नु होला। पढ्ने बेला चाहिँ क त प स च, कता गएर पसेछ, कता गएर पसेछ भनिदिनुहोस्। अघि हामीले गन द र म बस है, गुन्दरीमा बस, अझ छ खत फ, अझै बाँकी छ खत फ, कता गएर पसेछ। कता गएर के पसेछ? खत फ चाहिँ कता गएर पसेछ भनिदिनु न है। कहाँ गएर पसेछ? दिमागमा गएर पसेछ भनिदिनु है। किन अगाडि हामीले गन द र म बस, अझ छ खत फ, कता गएर पसेछ। अन्त कहीँ बसेको छैन, दिमागमै गएर पसेको छ भन्ने कुरा हामीले बुझ्नु पर्यो है। क त प स च भनेको रहेछ, यो चाहिँ कता गएर पसेछ भन्न पनि सक्नुहुन्छ है। अब हेर्नुहोस्, क भनेको के रहेछ हेर्नुहोस् त। म अलिकति फास्ट भने है, टाइम छैन, फास्ट भन्छु, तपाईँहरू चाहिँ बुझ्नु होला है। अघि हामी सेभेन आकारलाई ग भनेका थियौँ। यो सेभेन आकारको गलाई डबल बनाइदियो भने के हुँदो रहेछ? क हुँदो रहेछ। हेर्नुहोस् कति सजिलो, हेर्नुहोस् त। एकल व्यञ्जन वर्णको गलाई डबल बनाइदियो भने के हुँदो रहेछ? क हुँदो रहेछ। क नै भन्नुहोस्, तर यो आधा क र क हुन्छ भन्ने कुरा चाहिँ बुझ्नु होला है। अघि सी आकारको हामीले के भनेका थियौँ? द भनेका थियौँ। यही दलाई डबल बनाइदियो भने के हुँदो रहेछ? त हुँदो रहेछ। हेर्नुहोस् त के हुँदो रहेछ? त हुँदो रहेछ। यही कुरा बुझ्नुहोस्। एकल व्यञ्जन वर्णको चाहिँ गद, ग ल्यायो भने क, द ल्यायो भने त, अनि यो अघि उल्टो यो आकारलाई ब भनेका थियौँ नि हामीले होइन, यही दुईटा बनाइदियो भने के हुँदो रहेछ? प हुँदो रहेछ। प प प हुँदो रहेछ भन्ने कुरा हामीले बुझ्नु पर्यो है। अनि हेर्नुहोस् त, उल्टो आर आकारलाई हामी स भनेका थियौँ। यही उल्टो आर आकारको स डबल बनाइदियो भने अर्को स हुँदो रहेछ। यसलाई हामीले मोटो स भन्दा पनि सक्छौँ है, मोटो स भन्दा पनि भन्न पनि सक्छौँ है। अर्को स हुँदो रहेछ भन्ने कुरा बुझ्नु होला है। अनि अन्तिमको हेर्नुहोस् त, अघि यो सलाई टाउको काट्दाखेरि टोपी लगाउँदा ज भनेका थियौँ। त्यही जलाई हामी दुईटा लेख्यौँ भने के हुँदो रहेछ? च हुँदो रहेछ भन्ने कुरा हामीले बुझ्न सक्नु पर्यो है। यसलाई तपाईँहरू भोलि प्र्याक्टिस गर्नु होला, केही पनि गाह्रो छैन। यति कुरा बुझ्नु कि ग, द, ब, स, जलाई डबल बनाउँदाखेरि के हुँदो रहेछ? क त पस छ के हुँदो रहेछ? क त पस त हुँदो रहेछ भन्ने कुरा हामीले बुझ्नु पर्यो। डबल बनाउँदा के हुँदो रहेछ? क, त, प, स, च हुँदो रहेछ भन्ने कुरा तपाईँहरूले चाहिँ बुझ्नु पर्यो है। यति कुरा बुझ्नुभयो भने केही पनि गाह्रो छैन भन्ने कुरा बुझ्नु होला है। गद 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 बस जलाई डबल बनाउँदा के हुँदो रहेछ? क त पस छ। हामीले सिङ्गल व्यञ्जन वर्ण जान्यौँ भने, गद बजलाई डबल बनायौँ भने क त पस छ हुँदो रहेछ भन्ने कुरा हामीले बुझिसक्यौँ। भोलि हामीले यति कुरा बुझ्यौँ भने यो क त पस छलाई चाहिँ क, त, प पनि भन्छ है, आधा अक्षर अर्को पनि हुन्छ भन्ने कुरा बुझ्नु होला। तर पढ्ने बेला क त प स च, कता गएर पस छ। अब पुरी हामीले पढ्दा के हुन्छ? गन द र म बस, अझ छ ख थ फ ह, क त पस च होइन। गन द र म बस, अझ छ ख थ फ ह, अनि क त पस च। यसरी तपाईँले चाहिँ पढ्नुभयो भने केही पनि गाह्रो छैन। यसको पनि के छ? तपाईँले चाहिँ लेख्ने तरिका
अघिको जस्तै हो, सेम हो, यो कुरा चाहिँ बुझ्नु होला है। आज हामीले यति गरौँ कि तपाईँहरूले यो डबल कन्सोनेन्ट व्यञ्जन बारेमा तपाईँहरूले जानिसक्नुहुन्छ। भोलि तपाईँलाई म सोध्छु है, यति गरौँ है।